निरन्तर आफ्नो खेललाई अघि सार्दै विगतका दिनमा तनु सेवा समाजमा पनि सहभागी हुँदै अब प्रदेशको बसाइलाई टिक मार्दै उहाँ नेपाल फर्किँदै हुनुहुन्छ र खेल प्रेमी खेलाडी भाइलाई आजको प्रतियोगितामा हामीले को अवधि दिँदै उहाँको आगामी दिनहरूमा पनि सुखमय रहोस् भन्न चाहन्छौँ। उहाँको खेल जीवन पनि अझै उत्कृष्टका साथ अगाडि बढोस् लगायत उहाँका आफ्ना केही इच्छाले जाँदै हुनुहुन्छ उहाँको भविष्य पनि राम्रो होस् भन्ने शुभकामना सहित तनु सेवा समाजको तर्फबाट उहाँलाई सानो विदाई कार्यक्रम गर्न गइरहेका छौँ। खेलाडी भाइ प्रिय भाइ गम्भीर गुरुङ हामीले बाबा पनि भनेर पनि गर्छौँ उहाँलाई बाबालाई मनोज भाइ यही छ है सधैँ गर्नु अब वालिङमा खेल्ने नाति उहाँलाई यो युए बसाइको क्रममा विभिन्न सहभागी हुँदै